ओके सबैलाई नमस्ते। आज हामी फुटनोट र एन्डनोट बनाउन सिक्ने हो। न यो फुटनोट र एन्डनोट कहिले युज गर्छ भने धेरैजति हामी अनलाइन पब्लिकेसन गर्ने बेला युज गर्छ अनि धेरैजति पीडीएफ बनाएर इन्टरेक्टिभ पीडीएफ भन्छ नि हैन, त्यो नम्बरमा थिच्ने बित्तिकै त्यसको अर्थ के हो, त्यसको मतलब के हो, एउटा त्यसको लागि युज गर्छ धेरैजतिले। अनि त्यसको एउटा लिंक बनाएर वेबसाइटमा पठाउने त्यसको लागि युज गर्छ। सो उदाहरणको लागि मैले अहिले यहाँ गुगलमा युट्युबको विकिपीडिया खोलेको छु। न तिमीहरूले यहाँमा देख्न सक्नुहुन्छ होला, यो नम्बर 9 भन्ने एउटा रहेछ, नम्बर 8, नम्बर 7 यहाँ एउटा रहेछ नि है। यो सबैले के भन्छ, फुटनोट र योलाई फुटनोट भन्छ यो नम्बरहरूलाई। अब मैले यदि यहाँ थिच्यो भने कहाँ जान्छ, यिनीहरूले मलाई यस्तोहरू देखाउँछ राइट। सो नम्बर 1, नम्बर 10 योहरूलाई चाहिँ भन्छ के भन्छ, हामीलाई फुटनोट भन्छ। अब एन्ड नोट भन्ने बेला यस्तो जस्तो आउँछ हामीले। एन्ड नोट भने हामीले बनाउन सिकिसकेपछि थाहा हुन्छ धेरैजतिले। एनिवे न अब बनाउनु बेला हाम्रो दुईटा तरिका हुन्छ। यदि यो प्रिन्ट गर्नेको लागि मात्र हो भने अब हिजोसम्म सिकिसकेको त्यति पुगिसक्यो। प्रिन्ट गर्ने मात्र हैन, मलाई प्रिन्ट गर्ने पनि चाहियो र अनि अनलाइन पर पब्लिकेसन अनलाइन डिस्ट्रिब्युट गर्ने मन छ। अनलाइन पर कहीँ मान्छेहरूलाई देखाएर अनि त्यहाँ थिच्यो नम्बर जस्तो थिच्ने बित्तिकै त्यसमा जाने त्यस्तोहरू बनाउन मन छ। इन्टरेक्टिभ पीडीएफ भन्छ त्यसलाई। त्यस्तो बनाउन मन छ भने यो भिडियोलाई जरुर हेर्नु होला, अब स्किप नगर्नु होला। ओके न अब तिमीहरूले यहाँ कोही अच्छा नेपाली लेख्दै हो भने नेपालीको त्यसको अलिकति नम्बर जाने छुट्टै हुन्छ राइट, अनि इङ्ग्लिसको छुट्टै हुन्छ। अब हाम्रो फुटनोट र एन्डनोट पहिला बुझिसक्यो, एउटा कुरा चाहिँ बुझ्यो राइट। फुटनोट भन्ने बेला यहाँ बिचमा एउटा नम्बर आउँछ। अब फर एक्जाम्पल उदाहरणमा नम्बर 1 लेख्छु, यहाँ नम्बर 1 लेख्यो, त्यो नम्बर 1 सेम टु सेम यहाँ मुनि आउँछ, यहाँ मुनि। ओके नाउ अब एन्ड नोट भन्ने बेला के हो, एन्ड नोट भन्ने बेला हाम्रो यहाँमा यो पन्नाको लास्ट जुन पन्ना खाली हुन्छ, यो लास्ट पन्ना एउटा छ नि, यहाँमा चाहिँ अब आउँदैन, यसको जग्गामा एउटा खाली बनाएर तिनीहरूले यहाँमा एउटा कागजमा के लेख्छ, एन्ड नोट बनाइदिन्छ। त्यो हो त एन्ड नोट र फुट नोट। अब म यहाँ बनाउने गइरहेको छु। ओके सो उदाहरण अब म यहाँ उदाहरण जसको लागि अर्थ भनेको छ त, अर्थ राइट। सो एन्ड नोट अहिले फर्स्टमा चाहिँ फुट नोट बनाउन सिक्ने। फुट नोट चाहिँ कहाँबाट बनाउँछ, जुन अक्षरमा थिच्ने, अर्थ भन्नेमा थिच्यो मैले, छान्यो है राइट, सेलेक्ट गरेर टाइपमा जानु होला। टाइपमा गइसकेपछि यसमा इन्सर्ट फुट नोट भनेको छ राइट। सो इन्सर्ट फुट नोट नथिचिकन मुनि एउटा छ डकुमेन्ट फुट नोट अप्सन भनेको छ, त्यसमा थिच्यो भने हुन्छ। अब यहाँमा एउटा हजुरहरूको जानकारीको लागि, यदि अगाडि नै क्यारेक्टर स्टाइल र प्याराग्राफ स्टाइल यसको लागि फुटनोट र एन्डनोटको लागि एउटा बनाएको छ भने अब म यहाँ एउटा दिन्छु राइट। नम्बर 1 लेख्छु, यो सेलेक्ट गर्छु, यसको मलाई यसको उदाहरणको लागि म टाइम्स न्यू रोमन लिन्छु राइट। सो यसको चाहिँ सब्सक्रिप्ट राखिदिन्छु अनि यो अलिकति ठुलो बनाइदिन्छु राइट। सो आइटलिक नबनाइकन रेगुलर बनाइदिन्छु भयो नि। अब म यहाँ प्याराग्राफ स्टाइल एउटा लिन्छु, प्याराग्राफ स्टाइल एउटा लिएर यहाँमा चाहिँ थिचेर के भन्छु भने यहाँमा चाहिँ मैले फुटनोट भन्ने लेखिदिन्छु, फुटनोट भनेर राइट। सो डबल क्लिक गर्ने बित्तिकै एउटा विन्डो आउँछ, त्यसमा के लेख्ने, फुटनोट एनओटी नोट लेखिदिन्छु। ओके थिच्ने। त्यसको पछि अब फुटनोट थिच्यो मैले, यहाँमा यो चाहिँ यहाँ फुटनोट भएर यो चाहिँ मैले डिले गरेर यसको चाहिँ हाम्रो नर्मल बोडीमै राखिदिनु राइट। फुटनोट चाहिँ सिर्फ के भन्छ यसको लागि मात्र हो। अब भयो। अब त्यसको पछि अर्थ भनेको चाहिँ मैले छान्यो राइट। छानिसकेपछि मैले यहाँमा टाइपमा जाने, टाइपमा गएर डकुमेन्ट फुटनोट अप्सनमा थिच्नु होला। अब यस्तो विन्डो एउटा आउँछ। अब यहाँमा धेरै चिज हुन्छ, यहाँमा नम्बर कसरी चाहियो, नम्बर 1 2 3 कसरी चाहियोहरू, त्यो नम्बर स्टार्टिङ नम्बर कस्तो चाहियो त्यो भन्छ राइट। अब यहाँ मुनि एउटा छ फर्मेटिङ भन्ने एउटा छ, फर्मेटिङमा फुटनोट रेफरेन्स नम्बर इन टेक्स्ट भन्ने छ। अब पोजिसन, यो पोजिसन भन्ने बेला कहाँ चाहिँ राख्ने,
त्यो चाहिँ भयो नि है। त्यसको पछि यो के भन्छ क्यारेक्टर स्टाइल बनाएको छ कि छैन तिमीले? ओके, अघि हामीले प्याराग्राफ स्टाइल बनाएको, क्यारेक्टर स्टाइल बनाएको छैन, त्यो भएर नन राख्दिनु, राइट। त्यसको पछि यहाँ फुटनोट फर्मेटिङ, मुनिको चाहिँ फर्मेटिङ कस्तो चाहियो भने मलाई फुटनोट यहाँ छ नि, राइट, फुटनोट थिच्नु होला। अनि त्यसको पछि सेपरेटर भन्ने बेला अब जुन नम्बर र अक्षरको बिचमा एउटा ग्याप हुन्छ त्यसलाई सेपरेटर भन्छ। अहिलेको लागि यति राख्दिनु, ओके थिच्नु होला। ओके थिचिसकेपछि टाइप इन्सर्ट फुटनोट गर्दिनु। इन्सर्ट फुटनोट गर्ने बित्तिकै यस्तो आउँछ, यो आउँछ। अब यहाँ माथि हेर्नु त, यहाँ मुनि नम्बर 1 छ, अघि मैले अर्थ भनेको जग्गामा हेर्दा यहाँमा नम्बर 1 छ, राइट। सो त्यसलाई के भन्छ हामीले फुटनोट भन्छ। अब मैले यहाँ एउटा क्यारेक्टर स्टाइल बनायो, उदाहरणको लागि म यो क्यारेक्टर स्टाइल नम्बर एउटा बनाउँछु, राइट। क्यारेक्टर स्टाइल बनाएर एउटा थिच्छु, यहाँमा डबल क्लिक गरिदिन्छु। डबल क्लिक गरेर बेसिक क्यारेक्टर फर्मेटमा जाने, गएर फोन्ट फ्यामिली भनेको फ्यामिलीमा हामीले टाइम्स न्यू रोमन राख्दिनु होला। फोन्ट साइज चाहिँ हामीलाई एक्जाम्पलको लागि अहिलेको लागि 18 राख्दिनु, राइट। केसहरू के गर्ने पर्दैन, राइट। त्यसको पछि ओके थिच्नु होला। ओके थिचिसकेपछि हामीले टाइपमा जानु होला, डकुमेन्ट फुटनोट अप्सनमा जानु, यहाँमा जानु होला, क्यारेक्टर स्टाइल 1 अघि यहाँ बनाएको नि त्यसमा थिच्नु, ओके थिच्नु होला। अब यहाँ हेर्दा यो नम्बर के भयो, कलर के भयो, कलर म रातो बनाइदिन्छु, राइट। अलिकति ब्लू कलर न त रातो कलर बनाइदिन्छु, राइट। यसमा थिच्नु होला। त्यसको पछि हाम्रो यो क्यारेक्टर स्टाइलमा के भयो भने ब्लू कलर। अब टाइपमा जानु, फेरि यसमा जानु होला। त्यसको पछि फेरि यहाँमा जानु, यहाँ थिचेर ओके थिच्नु होला। ओके थिचिसकेपछि एउटा नम्बर भइसक्यो। अब यहाँमा हेर, मैले यहाँ मुनि यो चाहिँ खास गरी यहाँमा बेसिक क्यारेक्टर फर्मेटमा गएर फुटनोट चाहिँ गएर अलिकति चेन्जेस गर्छु, राइट। अलिकति चेन्जेस गरेर यो निकालिदिन्छु, ओके। यहाँमा यसमा गएर निकालिदिन्छु, रिडिफाइन स्टाइल गरिदिन्छु होला, ओके न। अब यहाँ हेर, यहाँ मैले लेख्यो अर्थ भनेको जस्तो एउटा माई वर्ल्ड लेख्छु, WO वर्ड लेखिदिन्छु, राइट। फुटनोट एउटा भयो। अब सेकेन्ड फुटनोट चाहिँ म यहाँतिर हाल्ने मन छ, लभ भनेकोमा चाहिँ एउटा हाल्ने मन छ, राइट। सो एक्जाम्पलको लागि इन्सर्ट फुटनोट गरिदिनु होला। कि नम्बर 2 यहाँ मुनि अटोमेटिक आउँछ, माथि नम्बर 2 अटोमेटिक आउँछ, यो नम्बर अटोमेटिक हो सबै, राइट। सो यसलाई चाहिँ के भन्छ हामीले फुटनोट भन्छ। क्यारेक्टर स्टाइलमा गएर यसमा हामीले यो छानेको छ नि, राइट। त्यसमा क्यारेक्टर स्टाइल हाम्रो थिच्यो भने यो आउँछ। सो नम्बर यहाँ आयो। अब यहाँमा हेर्दा यो ग्याप एउटा छ नि, यहाँ 2 नम्बरको अगाडि जाने छ नि, राइट। यो बिचको ग्यापलाई अघिको हामीलाई टी भनेकोमा जाने हो। टाइप डकुमेन्ट फुटनोट अप्सन, यसलाई भन्छ सेपरेटर। अब सेपरेटरको काम के हो भने यो नम्बर र जुन अक्षर हुन्छ त्यो बिचमा ग्याप राख्नेको लागि युज गर्छ, राइट। सो एक्जाम्पलको लागि स्पेस राख्दिन्छु, EM स्पेस राख्यो भने के हुँदो रहेछ यहाँ हेर्नु है, ओके थिच्नु होला। अनि यहाँ हेर स्पेस भने यस्तो मात्र आउँछ, एउटा मात्रको लागि, राइट। सो यो सबै फुटनोट भन्छ। फुटनोट कहिले युज गर्छ भने धेरै जति अनलाइन पब्लिकेसन गर्ने बेला युज गर्छ हामीले धेरै जतिले, एउटा त्यो कुरा भयो, राइट। अब त्यसको पछि एन्ड नोट चाहिँ कसरी बनाउँछ? एन्ड नोट चाहिँ हामीले बनाउने बेला एकदम सजिलो छ। अब हामीले यदि प्रिन्ट गऱ्यो भने यो चाहिँ कसरी देख्छ, म यहाँ W थिच्छु, W थिच्ने यसरी आउँछ। यहाँ एउटा धर्को देख्दो रहेछ, यो धर्को मतलब के हो, यो धर्को मुनि अक्षरहरू चाहिँ के हो, फुटनोट हो भनेको। सो उदाहरणको लागि मैले यहाँमा यो अक्षरहरू सबै सेलेक्ट गरेर, यो सबै सेलेक्ट गरेर, ओके, यहाँमा माथिबाट जान्छु, सरी, यो सबै सेलेक्ट गरेर मुनि अलिकति सानो बनाइदिन्छु, सायद यो अलिकति ठुलो भएछ, 11 सम्म राखिदिन्छु। त्यसको चाहिँ रिडिफाइन स्टाइल गरिदिन्छु, मुनि अटोमेटिकली यो पनि हो। अब यहाँ मुनि धारको चाहिँ यो धारको चाहिँ अलिक लामो बनाउनु मन छ भने सिर्फ त्यहाँ लेआउट टाइपमा जानु, डकुमेन्ट फुटनोट अप्सनमा जानु होला। गइसकेपछि अब नम्बरिङ फर्मेटको त्यो राइटमा लेआउट भन्ने एउटा छ, लेआउटमा थिच्नु होला। लेआउट थिचिसकेपछि यहाँ एउटा छ। अब यो सबै के हो हाम्रो, यहाँमा मुनि छ नि, राइट, वे
टाइप कलर टिन भन्ने यो सबै के हो यस यो मुनि धारकोको कति लामो चाहियो त्यसको हो अब म यहाँ देखाउँछु एक्जाम्पलको लागि 1 राख्छु राइट प्रिभ्यू अन गरेको छ त्यहाँ हेर्नु भयो 20 राख्छु कति मोटै भयो यो विथ भन्ने बेला अलि बाक्लो बनाउने कुरा हो राइट सो अलि लामो चाहिन्छ भने यहाँ मुनिको यो हो यो सो एक्जाम्पल यहाँ हेर आफ्नो अनुसारले जति लामो चाहियो त्यो थिच्ने हो राइट सो यसरी आउँछ यसरी आयो अब टाइप चाहिँ कुन चाहिँ चाहियो हामीलाई यो डटेड चाहियो कि कुन चाहिँ चाहियो तिमीहरूलाई आफ्नो इच्छा पर त्यो जान्छ राइट सो त्यसको पछि कलर कस्तो चाहियो कलर जस्तो कि अब मलाई पिङ्क कलर राख्छु यसरी आउँछ अटोमेटिकली राइट सो अनदर कलर येलो युज गरे पनि हुन्छ हामीले ग्रीन युज गरे पनि हुन्छ राइट सो टिन भन्ने बेला चाहिँ ओपेसिटी हो हाम्रो टिन भने ओपेसिटीको जस्तै मिलाउँछ हामीले सेम हो 50% राख्यो भने कस्तो हुन्छ ब्ल्याकमा यो त अलिकति लाइट डार्क जस्तो भयो नि राइट सो ओके राइट यो धारको चाहिँ कति लामो चाहिन्छ यो चाहिँ कहाँबाट डिसाइड गर्छ भने यहाँ मुनि डकुमेन्ट फुटनोट अप्सनमा जानु होला लेआउट भने जानु होला लेआउटको मुनि यहाँ एउटा छ यो बक्सको भित्र हो यो बक्सको भित्र अनि सबै योहरू कति बाक्लो चाहियो कति त्यो चाहियो त्योहरू हो त हो या त्यसको पछि हामीलाई के चाहियो भने फुटनोट भइसक्यो एन्ड नोट चाहियो एन्ड नोट भन्ने बेला जुन अक्षरको त्यो लास्ट पानामा लेख्नेको एन्ड नोट भन्छ अब हामीले यस्तो सोच्नुहुन्छ इन्डेक्स जस्तो सोच्नुहुन्छ धेरै जतिले अब के बनाउनु पाउँछ राइट सो पेपर भनेको चाहिँ मैले एन्ड नोट गर्छु त राइट एन्ड नोट पेपर भन्ने थिच्ने त्यो के भन्छ छान्ने अब एन्ड नोट बनाउने सुरु गर्छु त एन्ड नोट बनाउने बेला सेम हो टाइपमा जानु होला यहाँमा इन्सर्ट एन्ड नोट भन्न थिच्नु होला अब डकुमेन्ट एन्ड नोट अप्सन नथिचिकन इन्सर्ट एन्ड नोट थिच्यो भने हेर यहाँ नम्बर एउटा आयो यहाँ अटोमेटिक यहाँ मुनि नम्बर एउटा आइसकेको छ अब हामीले पछि सेभ गरेर सपोज हामीले पछि पिडिएफ सेभ गरेर इन्टरेक्टिभ पिडिएफ बनायो भने यो कस्तो हुन्छ सबै थाहा हुन्छ अब यहाँमा मैले एन्ड नोट लेखेको छ यहाँ मुनि माथि एन्ड नोट लेखेको छ जुम गरिदिन्छु होला यहाँमा मैले अर्को लेख्छु है इन्डेक्स भन्ने लेख्छु राइट इन्डेक्स भन्ने बित्तिकै यहाँ माथि इन्डेक्स अटोमेटिकली आयो राइट अब इन्डेक्सको मुनि अब जुन लेख्ने मन छ अघि हामी माथिको अक्षर कुन चाहिँ लियो त्यसको जुन लिने मन छ त्यो लेख्ने राइट सो एक्जाम्पलको हाम्रो अघि अक्षर के लियो त्यसको डे भन्दा मात्र लेख्छु राइट अब हेर यहाँ म्याजिक के हो भने हाम्रो यहाँमा म्याजिक के हो भने जुम आउट गर्छु जुम आउट गर्नेको लागि अल्ट र माउस त्यो गर्ने यदि त्यो छैन भने कन्ट्रोल र प्लस गरे पनि हुन्छ अब यहाँ मुनि हेरे तिमीहरूले यहाँ देख्नुहुन्छ होला पेपरको पछाडि एउटा नम्बर देख्यो अब मैले यहाँ यो यदि नम्बर एकदम सानो भयो अलिकति ठुलो बनाउने त्यस्तो इच्छा छ भने त्यो नम्बरलाई सेलेक्ट गर्नु होला सेलेक्ट गरिसकेपछि हामीले यहीँबाट ठुलो गरे पनि हुन्छ भयो नि भइसकेपछि यो टाइपोग्राफी चाहिँ फोन्ट चाहिँ टाइम्स न्यू रोमन राखेर मैले यहाँमा आइटिलीको जग्गामा रेगुलर राखिदिन्छु सिधै भयो त्यसको पछि कलर चाहिँ मलाई यो भएन कलर फर एक्जाम्पल रेड राखिदिन्छु त्यसको पछि क्यारेक्टर स्टाइल एउटा बनाइदिन्छु ओके एउटा क्यारेक्टर स्टाइल बनाएर यो नम्बर 2 मा डबल क्लिक गर्नु एन्ड नोट रेड भनेर लेखिदिन्छु र ओके अब त्यसको पछि टाइपमा जानु होला टाइपमा गएर डकुमेन्ट एन्ड नोट अप्सनमा थिच्नु होला थिचिसकेपछि यो हो यसको एन्ड नोटको अप्सनहरू हो अब यहाँमा एन्ड नोट टाइटल भनेको छ नि राइट टाइटल चाहिँ कुन चाहिँ चाहियो अघि मुनि एन्ड नोटै लेखेको थियो त्यो भएर एन्ड नोट आएको छ अब इन्डेक्स भन्ने लेख्छु इन्डेक्स भनेर राखिदिन्छु इन्डेक्सको क्यारेक्टर फर्मेट चाहिँ के चाहियो त्यो आफै बनाएको छ भने छान्ने पाउँछ जस्तो कि मैले यहाँ सब हेडिङको क्यारेक्टर स्टाइल चाहियो ओके सब हेडिङ राखिदिन्छु भयो नि नम्बरिङ चाहिँ कस्तो चाहियो नम्बर 1 2 चाहियो कि एबिसी चाहियो कि कुन चाहियो अनि नम्बर स्टार्ट चाहिँ कहाँबाट गर्ने 1 देखि गर्ने कि 10 बाट गर्ने राइट त्यसको पछि कन्टिन्युस चाहियो कि चाहिएन कन्टिन्युस भन्ने बेला एउटा पन्नाबाट स्टार्ट कन्टिन्यू हुन्छ जस्तो मैले यहाँ 1 नम्बर लेख्यो अब सेकेन्ड पन्नामा पेज नम्बर 2 मा जाने बेला 2 3 4 आउँछ यदि रिस्टार्ट एभ्री स्टोरी भन्ने बेला के हो यो पन्नामा नम्बर 1 2 3 10 सम्म भयो त पेज नम्बर 2 मा फेरि सुरु गर्छ 1 देखि सुरु गर्छ ओके त्यसको पछि
यहाँमा पोजिसन भनेछ पोजिसन भन्ने यो चाहिँ यो नम्बर यो नम्बर चाहिँ लास्टको नम्बर हैन त यही नम्बर अनि माथि राख्ने कि सुपरस्क्रिप्ट सबस्क्रिप्ट नर्मल कुन चाहिँ राख्ने यो तीनटामा नर्मल राख्यो भने के हुँदो रहेछ यहाँ हेर ए नर्मल राख्यो यो नम्बर चाहिँ मुनि आउनु पर्छ ओके प्रिभ्यू अन अफ गरिदिन्छु राइट यो चाहिँ हाम्रो एप्लाई सुपरस्क्रिप्ट गरिदिनु होला अहिलेको लागि त्यसको पछि क्यारेक्टर स्टाइल के चाहियो यसको लागि क्यारेक्टर स्टाइल हाम्रो एन्ड नोट रेड भनेको छ त्यो थिच्नु होला त्यसको पछि मुनि लास्टमा एन्ड नोटको फर्मेटिङ के चाहियो हाम्रो त्यसमा केही गर्ने पर्दैन यतिकै राखिदिनु होला अनि ओके थिच्नु होला ओके थिचेपछि यहाँ हेर अब मैले यहाँ उदाहरणको लागि मैले यहाँ यो एन्ड नोट एउटा लेख्यो राइट सो नेक्स्ट वान पास भनेर लेख्छु पास भनेकोमा एउटा एन्ड नोट हालिदिन्छु इन्सर्ट एन्ड नोट भन्छु या नम्बर 2 आयो राइट सो सरी त्यो भयो राइट नम्बर 1 भयो नम्बर 1 को हाम्रो के लेख्यो डे भन्ने लेख्यो राइट सो अलिक सानो गरिदिन्छु नदेख्ने रहेछ मलाई इन्डेक्स नम्बर 1 राइट सो इन्डेक्स नम्बर 1 चाहिँ हामीले अघि कहाँ गयो माथि टुप्पामा राइट सो यु क्यान युज शिफ्ट युज गरेर माथि तान्नु धारको ताने पनि हुन्छ यो डिले गरे पनि हुन्छ राइट डिले गरेर अब म यहाँमा उदाहरणको लागि पास भनेकोमा एउटा थिच्छु अनि टाइप इन्सर्ट एन्ड नोट पासमा 1 आयो पास ही इज ह्याप्पी भनेर अब त्यतिकै लेखेको छु त यहाँ यो यसो अब यहाँ हेर यहाँ ही र यहाँ नम्बर 1 यो कालो एउटा बनाएँ नि मैले धारको ताने नि यो दुईटामा ग्याप बनाउनेको अब कति ठुलो चाहियो त्यो बनाउने लागि कहाँ युज गर्छ टाइप डकुमेन्ट एन्ड नोट अप्सन भन्नेमा थिच्नु होला त्यसको पछि अघि जस्तै हो सेम यहाँमा सेपरेटर भन्ने एउटा छ त्यो टी को जग्गामा धेरै जति टी युज गर्छ अब मैले इएम स्पेस युज गरेँ भने यहाँ त सानो भयो स्पेस युज नगरिकन इएम स्पेस नगरिकन इएन स्पेस गऱ्यो भने यति राख्छ ओके ओके दिनु त्यसको पछि फेरि हामी यहाँ त्यही जाने अघिको ठाउँमा गएर हामीले के गर्ने हो एन्ड नोट एउटा बनाउँछौँ राइट सो उदाहरणको लागि नम्बर 1 त्यहाँ गयो नम्बर 2 सो बोस भनेकोमा एउटा एन्ड नोट बनाइदिन्छु टाइप इन्सर्ट एन्ड नोट बोस he will become a boss भनेर राखिदिन्छु राइट सो उतिसम्म भयो एन्ड नोट कसरी बनाउनु पर्छ त्यो त बुझ्यो नि राइट सो अब मैले यहाँमा के गरेर मैले यो सेभ गर्छु सेभ गर्ने फाइल गो टु फाइल एक्सपोर्ट गर्ने बित्तिकै तिमीहरूले कहाँ सेभ गर्नुपर्छ त्यसको डायलग बक्स निक्लिन्छ अब यहाँमा एन्ड नोट फुट नोट भन्ने लेखिदिन्छु म अहिलेको लागि फुट नोट लेखिदिन्छु राइट अब यहाँ मैले हिजो भनेको जस्तै पीडीएफमा प्रिन्ट चाहियो कि इन्टरेक्टिभ चाहियो मलाई सेभ गरिदिनु होला सेभ गरेपछि यहाँ एउटा बक्स आउँछ डायलग बक्स आउँछ पेजेसमा चाहियो कि सेपरेटमा चाहियो यो पेजेसमै चाहियो मलाई सेपरेटमै चाहियो ओके एक्सपोर्ट गरिदिनु अर्को के गर्नु पर्दैन भ्युविङ भने भ्यू चाहिँ कसरी चाहियो एक्सेल चाहियो त्यो सबै के गर्नु पर्दैन यहाँमा क्रिएट टेक्स्ट पीडीएफ गरे पनि हुन्छ एक्सपोर्ट गरिदिनु होला अब यहाँमा एउटा द डकुमेन्ट इज सीएमवाईके हिजो मैले भनेको जस्तै यो डकुमेन्ट चाहिँ मैले सीएमवाईके मा बनाएको छ यो प्रिन्ट गर्नको लागि मात्रै युज गरेको छ त्यो आरजीबी मा कन्भर्ट हुन्छ ओके अब सीएमवाईके र आरजीबी को हाम्रो अर्थ अलिकति मैले हिजो बुझाएको थियो त्यसको बारेमा पनि म अहिले भन्दै छु फेरि भन्दै छु राइट सीएमवाईके भन्ने चाहिँ प्रिन्ट गर्नको लागि युज गर्छ त्यसको पछि आरजीबी चाहिँ हाम्रो इन्टरनेटमा के अब देखाउने यस्तो डिजाइन पोस्टरहरु बनाउने त्यसको लागि चाहिँ आरजीबी युज गर्छ ओके या अब हामीले फुटनोट एन्ड नोट खोल्यो त्यसको पछि म यहाँमा फिट 1 पेज गरिदिन्छु यो हिजो हामीले बनाएको हो यो चाहिँ हाइपरलिंक भइसक्यो हाम्रो अटोमेटिकली मुनि जाने भयो राइट अब मैले यहाँमा उदाहरणको लागि मैले यहाँमा यो अक्षर देख्यो कहाँ गयो नम्बर हाम्रो यहाँमा नम्बर देखियो राइट यहाँ हेर्दा
यो पास भनेको जग्गामा एउटा नम्बर देख्यो राइट पासमा थिच्ने बित्तिकै एन्ड नोटमा पुग्यो अटोमेटिकली पुग्छ यो के हो यो एन्ड नोटको स्टाइल हो यहाँमा अघि मैले यहाँमा कहाँ बनाएको बोस भनेकोमा एउटा बनाएको जस्तो लाग्यो त बनाएको छैन रहेछ नि है नम्बर 2 नम्बर 1 भयो त्यसको पछि यहाँमा हेर्दा माई वर्ल्ड भन्ने छ मैले यहाँमा वर्ल्डमा एउटा थिचेको थियो खोइ हराएको रहेछ कहाँ हरायो सो अब धेरै जतिले बुझ्यो नि राइट सो यो कसरी गर्नुपर्छ यो एन्ड नोटको के हो यो मैले भर्खर भनेको जस्तै हो सो एक्जाम्पलको लागि हामीले अघि भर्खर बनाएको जस्तै हो बोस भनेकोमा बनाएको छैन रहेछ मैले यहाँमा बनाएको छैन रहेछ सो यहाँमा थिच्ने टाइप एन्ड नोट गरिदिनु होला इन्सर्ट एन्ड नोट यहाँमा मुनिको चाहिँ जान्छु Ctrl X माथि जाने वी मुनि यो मेटाइदिन चाहिँदैन राइट सो अब माथि जान्छु चेक गरेर बोस वेयर इज माई बोस यहाँ बोसमा नम्बर 2 आयो यो नम्बर 2 मा थिच्ने बित्तिकै यदि पीडीएफ इन्टरेक्टिभ पीडीएफ बनाएको छ भने यो बोसमा अटोमेटिक त्यहाँ जान्छ यही हो इन्टरेक्टिभ को लागि फुट नोट र एन्ड नोट अब कहिले युज गर्छ मैले अघि फर्स्टमा भनेको जस्तै कहिले युज गर्छ भने यो जब हामीले इन्टरनेटमा कसैले अब कविता पढाउने मन छ प्रिन्ट गर्नको लागि युज गर्दैन प्रिन्ट गर्यो भने हामीले केही यसको मतलबै हुँदैन राइट कहिले युज गर्छ यो यदि तिमीले यो नम्बर चाहिँ के भन्छ इन्टरनेटमा हालेर कसैले डाउनलोड गरेर के पढिदिने मन छ भने यो युज गर्छ फुट नोट र एन्ड नोटको बारेमा होला ओके नाउ अब तिमीहरूले यहाँमा मैले भनिसक्यो फुट नोट र एन्ड नोटको बारेमा पनि भनिसक्यो अनि केही गरेर अब प्रश्न छ भने मुनि कमेन्टमा बक्समा गरिदिनु होला अनि अब अहिलेसम्म सिकाएको राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु लाइक गरिदिनु अनि कमेन्ट गरिदिनु होला अनि शेयर गर्ने नबिर्सिनु होला ओके अब आजको लेसन यतिसम्म राखिदिन्छु अनि भोलि चाहिँ हामी अब त्यसको पछि के गर्नुपर्छ यसको लावा के हुन सक्छ राइट कभरको लागि त्यसको बारेमा पनि थोरै भन्छु अनि लिङ्कको बारेमा मैले अस्ति भनिसक्यो अलिकति भनिसकेँ त्यसको बारेमा अलिक डिटेल जान्छु है यतिसम्म राखिदिन्छु अनि सबैलाई अब धन्यवाद पछि टाइम भयो भने भेटौँला ओके थ्याङ्क यू एभ्रिवान